पिछले 26 अक्टूबर को हुए राजेश छेत्री हत्याकांड के खिलाफ राजेश छेत्री और उसके परिवार को न्याय दिलाने और नागरकटा क्षेत्र जो कि एक शांतिपूर्ण क्षेत्र था, लेकिन अब यहां जिस तरह से अपराध दिन ब दिन बढ़ते ही जा रहे हैं, इसके खिलाफ प्रशासन को कड़ा कदम उठाने की मांग को लेकर आज नागरकटा वासियों ने मिलकर एक रैली का आयोजन किया। यह रैली नागरकटा के अलग अलग क्षेत्रों में पहुंचते हुए लोगों को अन्याय के खिलाफ खड़े होने को जागरूक करते हुए आगे बढ़ी और बाद में नागरकटा थाना पहुंचकर डेपुटेशन भी दिया गया। उधर दूसरी ओर नागरकटा थाना के आईसी कौशिक कर्मकार ने कहा कि बढ़ रहे अपराध के खिलाफ हमने अपना काम पहले ही शुरू कर दिया है और अब किसी भी कीमत पर अपराधियों को छोड़ा नहीं जाएगा। कल कोई यहाँ से उस भाई को मार देगा, कल कोई उस बहन को मार देगा, कल यहाँ से कोई घर में घुस के मर्डर कर देगा। हमको डर लगने लग गया, डर हो रहा है मन में, दोस्त से घूमने के लिए डर हो रहा है, भाई बहन से घूमने के लिए डरता है। कौन किसका सुपारी ले रखा है, ये सुपारी किसने किसका लिए ले रखा है पता नहीं है, दिमाग काम नहीं कर रहा है। छोटा छोटा बच्चा लोग सुपारी ले रखा है, आज किसको मार देगा कोई पता नहीं है। इसके लिए अपना हित के लिए निकालना पड़ेगा, दुकान में बैठ के कमाने से खाली नहीं होगा, नागरकटा को भी बचाना पड़ेगा, नागरकटा को भी उतारना भी पड़ेगा। आज नागरकटा को जो हम लोग का जुआ मुक्त नशा मुक्त बनाना पड़ेगा, सिर्फ दुकान में सामान बेचने से नहीं होगा। हम बोल रहे हैं, यहाँ पे सब लड़का लोग बोल रहे हैं कि निकलो, और वो जो मर्डर किया उसमें उसको जिंदा नहीं रहना चाहिए, उन लोगों को यहाँ से तरू पार करना पड़ेगा, क्योंकि नागरकटा को सही बनाना पड़ेगा, अच्छा बनाना पड़ेगा, नागरकटा का नाम बदनाम नहीं होना चाहिए। सामान बेचते रह जाएगा, जिस दिन आपका बेटा खत्म हो जाएगा उस दिन वहां पैसा भी कोई काम नहीं लगेगा। निकाल के थाने में जाकर डेपुटेशन देना पड़ेगा, बोलना पड़ेगा। बेटा खो देगा, आज राजेश को खोया है, कल आपका बेटा को खोएगा, परसों उसका भाई को खोएगा, परसों उसका बाबा को खोएगा। कितना दिन गुंडागर्दी चलेगा? आज एक दो दिन के लिए पूरा कौम का नाम बदनाम हो रहा है, पूरा मच्छापट्टी का नाम बदनाम हो रहा है। हम नहीं होने देगा मच्छापट्टी का नाम बदनाम। मच्छापट्टी में अच्छा लड़का लोग भी रहता है। आज हाम्रो जुन यो विरोध रैली हो, यो विशेष रूप में नागरकटा संपूर्ण नागरकटावासी, संपूर्ण जाति, पूरा नागरकटा को संपूर्ण धर्म जाति सब कुरो जाति विभेद भूलेर, रंग रूप भूलेर, पोलिटिकल पार्टी को बैनर भूलेर संपूर्ण पार्टी का मेंबरहरू, संपूर्ण जाति का मेंबरहरू, संपूर्ण धर्मावलम्बीहरू जति पनि ठाउँ-ठाउँबाट आउनु भएको छ, यो सबै मिलेर चाहिँ आज हामी एज ए नागरकटावासी, नागरकटाको नागरिक हिसाबले आज हामीले यो विरोध रैली गरिरहेको छौँ। यसमा हामीले विशेष तौरमा दुईटा काम हामीले यहाँनिर गरिरहेको छौँ। एउटा पुलिस प्रशासनलाई जगाउने काम र अर्को जुन चाहिँ नागरकटावासीको जुन चाहिँ बदनाम आज विभिन्न पत्रिका मार्फत, विभिन्न पेपर मिडिया, मल्टिमिडिया, सोशल मिडियाद्वारा जहाँ जहाँ पनि भएको छ, चाल्सा मात्र होइन, मालबजार, बानारहाट, ओद्लाबाडी, सिलगढीसम्म, अलिपुरद्वार, इभन बिहारको छेउछाउको साथीहरूले पनि फोन गरेर नागरकटामा यसा घटना हुआ भन्दा हामीलाई लाज लाग्छ। यो सबै चिजलाई भुलाउनुको लागि नागरकटाको यो जुन चाहिँ लान्छना लाग्यो मर्डरिस्टहरू बस्छ भनेर, त्यो हाम्रो लान्छनालाई मिटाउनुको लागि आज हामीले यो विरोध रैली गरिरहेको छौँ। प्रथमतः म भन्न चाहन्छु पुलिस प्रशासनलाई, मर्डर गर्ने व्यक्ति कुनै पनि धर्मको हुनसक्छ, त्यो आज मुस्लिम, हिन्दू, सिख, इसाई, बिहारी जुनै पनि कम्युनिटी हुनसक्छ। यहाँ कुनै कमलाई जोड्ने कुरा छैन। जो पनि कल्पिट छ, जो पनि आतंकित छ, जसले मारेको छ, त्यो कुनै पनि धर्ममा होस्, त्यसलाई कडाभन्दा कडा सजाउले दिनुपर्छ प्रशासनले। यसमा हामीले सम्पूर्ण जातिहरू भुल्नुपर्छ र प्रशासनले कुनै लिडरको बातमा, कसैको दबावमा उनीहरूलाई छोड्ने काम, उनीहरूलाई केस ढिला दिने काम यदि गर्यो, पूरा नागरकटावासी हामी यसको सम्पूर्ण रूपले थाना अगाडि हामी विरोध जनाउँछौँ। आउँदो दिनमा प्रशासनले सब कडा पदक्षेप लिएन भने आउँदो दिनमा प्रशासनले 5 वटा जुन चाहिँ कल्पिटहरू छ यसको विरुद्ध कडा
कडाभन्दा कडाई उसले काम गरेन भने आउँदो दिनमा यहाँ भइरहेको जुवाको काम, ड्रग्सको बिक्री, जुन प्रकारले यहाँनिर जुवातास चल्दैछ, केवल मात्र उनले जुवाको अड्डाबाट पैसा खाने काम गरिरहेछ पुलिसले। ड्रग्सको माध्यमबाट विभिन्न दबाईको दोकानबाट उनले पैसा खाने काम गरिरहेको छ। रोड ढुङ्गा छोड्याउन कोही बात छैन, रोड र ढुङ्गाको पैसा, बालु गिटीको पैसा तिमीले खायौ, पुलिस प्रशासन हामीलाई असुविधा छैन। तर तिमीले हाम्रो अहिले आउने जेनेरेसनको ज्यान खाँदैछौ, त्यसको चाहिँ हामी कडा विरोध गर्छौँ। तिमीले ड्रग्स बेच्नु यहाँनिर तिमीले दिँदैछौ, यहाँनिर तिमीले रक्सी बेच्नु दिँदैछौ, सानो सानो नानीहरू जुवा तासमा लागेर चोरी चकारीमा लागिसक्यो। तपाईँ भन्नुहुन्छ यो मर्डर, जुन चाहिँ मर्डर भयो हाम्रो यहाँ दिनेश भाइको, राजेश छेत्रीजी भाइको हाम्रो जुन चाहिँ मर्डर भयो, हरर किलिङ हो। आँखा निकालेको छ, कान काट्यो, मुटु चिरेर काट्यो, भुँडीबाट किडनीमा हानेको छ, एक एकवटा अङ्गलाई प्रत्यङ्गलाई उसले काटेको छ। यस्तो भएका एउटा नराम्रो मौत उसले दिएको छ। यो हामी कदाचित सोचदेखि पनि हाम्रो बाहिर हो। त्यो भाइको एक एकवटा आँखा, एक एकवटा कान, कपाल, टाउको यसरी एक एकवटा चिजलाई काटेको छ। यस्तो शैतान कसरी नगरगढामा बस्न सक्छ? यस्तो कानुनले विरोध हामी गर्छौँ। यो नानीहरू, यो केटाहरूलाई जसरी उसले मार्यो, आउँदो दिनमा हामी नगरगढावासीले देखाइदिनुपर्छ। यहाँनिर यस्तो मान्छेको कुनै जग्गा छैन र हामी मछुवापट्टि भनौँ, जहाँ जहाँको पनि यो भाइहरू छ, सम्पूर्ण समाजले उनीहरूलाई सामाजिक बहिष्कार गर्नुपर्छ। कुनै पनि हालतमा त्यो केटाहरू यहाँ बस्नु पाउँदैन। नगरगढामा यदि हामी नगरगढावासी हामी राम्रो छौँ, यदि नगरगढामा हामी राम्रो हुनु चाहन्छौँ, आउँदो दिनमा हाम्रो छोरी चेलीहरू राम्ररी घुम्नु सकोस्, हाम्रो भाइ बहिनीहरू रात बिरातमा पनि कामबाट फर्केर आउनु सकोस्, खेला खेलेर आउनु सकोस्, सुरक्षित चाहन्छौँ भने त्यो केटाहरूको हामीले कडाभन्दा कडा हामीले विरोध गरेर सामाजिक बहिष्कार हामीले गर्नुपर्छ। र थाना प्रशासनलाई हामी अगुवा गर्दैछौँ। यदि यो हाम्रो र्यालीले तिमीले मानेन भने यसको योभन्दा डिरो हामी आन्दोलन गरेर हामी देखाउनेछौँ। र हामी विभिन्न पोलिटिकल पार्टीका लिडरहरूलाई पनि यहाँबाट मञ्चबाट हामी जनाउन चाहन्छौँ, तपाईँहरूले पनि आफ्नो लेभलमा बिडिओ हुन्छ, एसडिओ हुन्छ, एसपी हुन्छ, सबै जग्गा तपाईँहरूले पनि आफ्नो जोगाजोग राखेर यो केसलाई कडाभन्दा कडा यहाँबाट पनि एउटा कडा केस बनाएर यसको यो केटाहरूको विरोध दिनुपर्छ।